हो दाइ के हो माछा बनाइदिनुहोस् के हो त्यही भाइ एउटा समुद्रमा गएको आज हजुर हप्पै परेन भाइ टाउको हेर्नुहुन्छ टाउको देखाउनु टाउको हेर्नु कतिवटा आमामा ठुलै माछा परेछ नि त परेन भाइ बाबा ठुलै हो नि माछा त डर खाने भइयो आज हामीले माछा छ पुरै माछा हेर्नु एक बाल्टी छ त अनि माछा कति खाने यार भात पकाएर माछा खाने भाइ तपाईँ यतै बस्नु आज ल आज मलाई पनि हो भात पकाउने माछा समुद्रमा झ्याम्मै पर्यो जाल हाने पनि म त दाल त हान्न जान्नु हुने तपाईँले जाल सुकाएको छु उता छ ठुलै माछालाई जाल हान्नु पाएछ तपाईँले 4वटा परेछ भाइ ठुल्ठुलो ल गाइज अहिले चाहिँ हामी माछा केलाउँदैछौँ अब पाकिसकेपछि पनि फ्राई गरे है फ्राई गरिसकेपछि नि कस्तो छ हेर्नु माछा कटिङ त पिस कस्तो छ दामी छ है सही रहेछ दामी खालको माछा पारेछ क्या हुन्छ त महाजालमा हानिदिएको नि भाइ मायाजालमा हो महाजाल ल पिस हेर्नु पिस अरू पनि देखाइदिउँ पिस हेर्नु कस्तो कस्तो पिस छ कम्ती नै छ त माछा धेरै छ नि भाइ कहाँ कम्ती छ माछा कति केजी जति छ होला त यसमा एउटा त 17 किलोको थियो एउटा 17 किलोको थियो त्यो 17 किलोको साथीले पारे कि हो हैन मैले पारेको पार्न ए साथी डराउँछ जाल हान्ने पूर्वतिरको ओहो पूर्वतिरको मान्छे डराउँछ नै पानी भनेपछि त के भन्छ सब मुसपार जाने कि उनीहरूको घर त के भन्छ भने पानी जहाजबाट जानुपर्छ तर माछा मार्नै डराउँछ ओहो हो है उता पूर्व पाल्पातिर काली नदीमा जाल खेल्ने मान्छे हो नि त पाल्पामा पहिला धेरै काली नदीमा हान्नुहुन्थ्यो क्या जाल हान्ने खाने बल्छी हान्ने ए भाइ हजुर त्यहाँ यता चत्रातिरको मान्छे भाइ छ एउटा नजान्ने स्टेल मैले हानेको ए झ्याप्पै पार्नु भएछ त है यो चाहिँ केलाई यतै खानुपर्छ ल मैले माछा खानुको सट्टामा 1 बोतल चिसो लिएर आउनु होला है ल त्यही ल माछा खाइदिनु आज खाएको तिहार खानुपर्छ ल गाइज हेर्दै गर्नु हामी पाकिसकेपछि नि हजुरहरूलाई कस्तो लाग्छ माछाको परिकार हामी देखाउनेछौँ फिस रेसिपी हजुरहरूलाई हामी पाकिसकेपछि पनि देखाउनेछौँ है त्यसको खाना बजाल्छु है म है हुन्छ